सिलिगुडी। सो राइडको क्लिप चाहिँ आउँदैन होला, बाटोमा म अलिकति सर्ट क्लिप बनाउँदै जान्छु, किनभने 5 दिनको राइड हो। सो त्यसमा मलाई मेमोरी पनि सेभ गर्नु छ। सो अल सेट टु गो। अहिले केटाहरूलाई म तल सिङताममा भेट्छु। सो सबै रेडी, हामी गयौँ फ्रम। अब यता आउँदा सिङताम निस्किनु पऱ्यो, सिङतामदेखि म सिलिगुडी। सो अहिले चाहिँ हामी के भन्छ तपाईँको सिलगढी पुग्न आँट्यो। यो जग्गा त हामी थाहा छैन नाम त। द बेस्ट रेस्टुरेन्ट इन भन्दो रहेछ। हत्तु नै भइसक्यो गरमले, कति गरम छैन। सो हामी 4जना छ, 4जना भाइहरू। यहाँनिर बाइक सबैको रेडी छ। हन्टर, मलाई, स्ट्यान्ड 450। अहिले हामी खान्छौँ गरमले हत्तु। डे 1मा चाहिँ अहिले म ब्रेड मोटरमा आइपुग्यो। उताबाट चाहिँ आज पनि त्यो भयो, अलिक मिलेन पेट्रोल बाइक चाहिँ। हेलो यता चाहिँ ड्रिम मोटर। यहाँनिर तपाईँले राइडिङको सबै सामानहरू एभाइलेबल रहेछ। सो यो कोटहरू चाहिँ कस्टली रहेछ, बट साह्रै दामी हो, सबै पाउँछ। सो अहिले चाहिँ म आइपुग्यो सिलिगुडीमा आएर चाहिँ जिप लागेर हत्तु राइट कस्तो भयो। ड्रिम मोटर राम्रो भयो राइड, बट गरमले मात्रै पहिले राम्रो भयो। मोटरसाइकलको टी सर्ट। ओके, अब यहाँबाट चाहिँ हामी आर्मी क्याम्पको तर्फ लाग्छौँ। अरू यहाँनिर गएको छ सबै पनि। ड्रिम मोटरमा चाहिँ यहाँनिर आफै बाइक घुम्दैछु, आफै गएर हाल्नु पर्ने। सबजना बिजी भएर आफै। सो हेलो गाइस, अहिले चाहिँ मर्निङ भयो। इट्स 7 o'clock। सो अहिले चाहिँ म कहाँ छु भन्दाखेरि चाहिँ तपाईँको यो बागडुग्रापट्टि एउटा आर्मी क्याम्प रहेछ, त्यहाँनिर। सो यहाँनिर चाहिँ आज हाम्रो हल्ट थियो। हामी चाहिँ हिजै आएको, बट मैले भिडियो कम्प्लिट गर्न सकिनँ। सो अहिले मर्निङमा म अलिकति कम्प्लिट गरेर यो फर्स्ट डेको चाहिँ म स्टार्ट गरिदिइहाल्छु। सेकेन्ड डेको चाहिँ आज अलिक लामो हुन्छ त, किनभने अहिले म सबै ट्राई गर्छु लगाउने। सो बसाइ चाहिँ हाम्रो भएको थियो के चाहिँ